हेलो साथीहरू सबैलाई मेरो नमस्कार। म चाहिँ आज यतातिर छु। यो चाहिँ खासै भन्न चाहिँ हैन, यो सिमेन्टी अब पहिला चाहिँ लेबरहरूले पुरा सिमेन्टी घोल्थे, हामीले पनि घोल्थे है, जे काम गर्ने। अहिले चाहिँ ठुलोमा चाहिँ प्रोजेक्टहरूमा चाहिँ यसरी चाहिँ हुँदो रहेछ है। यो पुरै मिसिन घोल्ने हो है, ट्याक्कै यो तलको गाडीमा हालेर लाएर साइडमा खनाउने हो। सिमेन्टी ल्याउने गाडी यता छ है, यो चाहिँ सिमेन्टी ल्याउने गाडी हो है। हजुरहरूले देख्न सक्नुहुन्छ सिमेन्टी ल्याउने गाडीहरू। यो चाहिँ सिमेन्टी झार्दैछ, यता सिमेन्टी लोड गर्दैछ, यहाँ भित्र बसेर चाहिँ ट्याक्क मिलाउँदैछ। हामी चाहिँ यसो साइड भिजिटको लागि आएको हो है। हजुरहरूलाई नि यहाँ देख्न सक्नुहुन्छ, हजुरहरूले पनि चट्ट अब सिमेन्टी झार्ने, सिमेन्टी लोड गर्ने हैन। ठुलो प्रोजेक्टहरूमा चाहिँ यस्तो गरी गर्दो रहेछ। मैले पनि अस्ति नै यो देख्दाखेरि चाहिँ के चाहिँ रहेछ भनेर चाहिँ उ गरिरहेको थिएँ। साँच्चै यसमा चाहिँ सिमेन्टी घोलेर चाहिँ साइडसम्म लगेर चाहिँ धेरै सजिलो हुँदो रहेछ। चट्ट मेटलहरू पनि अटोमेटिक जाने है, त्यस्तो हुँदो रहेछ। अति सजिलो रहेछ। पहिला चाहिँ हामीलाई थाहा थिएन है, यस्तो चाहिँ ट्याक्क लगाएर चाहिँ अहिले बल्ल थाहा हुँदैछ। अनि ल हेर्नुहोस्, यतातिर चाहिँ खोला पनि छ, यो ब्रिज पुल हो। आसनले चाहिँ यताबाट यहाँबाट चाहिँ 1.5 किलोमिटर माथि चाहिँ साइड छ, त्यही साइडमा चाहिँ सिमेन्टी लोड गरेर चाहिँ आज काम हुँदैछ। त्यसैको लागि चाहिँ आज यहाँनिर धेरै लागिरहेको छ। हाम्रो त काम भनेको त भिडियो बनाउने, सर्ट लगाएर पोस्ट गर्ने त हो नि। यिनीहरू चाहिँ घरहरू यता काम गर्छ, हामी चाहिँ भिडियो बनाएर पोस्टहरू गर्ने, यस्तो छ। ल हस् त, हजुरहरूलाई यस्तै चाहिँ जानकारीमूलक चाहिँ भिडियोहरू चाहिएमा चाहिँ मणिराज मानन्दलाई चाहिँ यसो फलोज गर्नु होला र लाइक कमेन्ट सेयर गर्नु होला। हजुरहरूको माया सपोर्टले नि म चाहिँ खुड्किला पाइला माथि चढ्दै माथि जान सकुँ। हस्त नमस्ते दर्शन।